नमस्ते साथीहरू, म रवि तामाङ। आज चाहिँ म तपाईहरुलाई कसरी पिज्जा बनाउनुहुन्छ भन्ने चाहिँ सिकाउन गइरहेको छु र तपाईहरुले पिज्जा बनाउनको लागि के इन्ग्रेडियन्ट्सहरु प्रयोग गर्न सक्नुहुन्छ र कसरी बनाउने भन्ने विषयमा चाहिँ म तपाईहरुलाई सानो मैले आफ्नो एक्सपिरियन्स भए अनुसारको कुराहरु सिकाउन गइरहेको छु। पिठो तपाईहरुले 1 केजी को अथवा 500 ग्राम को जतिको पनि डो बनाउन सक्नुहुन्छ र म अब यसमा चाहिँ फ्लोरमा चाहिँ यीस्ट एड गर्न गइरहेको छु। यीस्ट तपाईले 1 प्याकेट पनि किन्न सक्नुहुन्छ घरमा बनाउनको लागि। सल्ट नुन पनि लिन सक्नुहुन्छ 20 ग्राम अथवा 15 ग्राम। ब्रेड इम्प्रुभर पनि हाल्न गइरहेको छु। ब्रेड इम्प्रुभर नहुँदा नि तपाईलाई केही फरक त पर्दैन, भए राम्रो। म 15 ग्राम ग्लुटेन पनि लिन गइरहेको छु। ग्लुटेन यो चाहिँ हामीले यीस्ट र हल्का मनतातो पानी लिएर चाहिँ यसलाई एक्टिभ गर्नको लागि चाहिँ चाँडो एक्टिभ होस् भन्नको लागि चाहिँ यसरी यीस्टलाई फुलाउँदै छु र हामी टेस्ट अनुसारको सुगर चिनी लिन गइरहेको छु र मैले चाहिँ 1 केजी बराबर चाहिँ 90 ग्राम सुगर चाहिँ हाल्ने गरेको छु। तपाईहरुले चाहिँ घरमा बनाउँदाखेरि चाहिँ पानी हालेर नि बनाउन सक्नुहुन्छ र टेस्ट अनुसारको लागि चाहिँ हामीले चाहिँ यहाँ दुध प्रयोग गरिरहेको छु। मैले चाहिँ यहाँ सेपरेट एक सुगर र मिल्क चाहिँ सेपरेट गरिरहेको छु किनभने डोमा हालेर फेरि सुगर चाहिँ राम्रोसँग मिक्स नहुनुको कारणले डो फुट्ने सम्भावना हुन्छ। त्यसैले मैले चाहिँ एक सुगर र मिल्क चाहिँ वेल मिक्स गरिरहेको छु र यो पिठोहरुमा चाहिँ सबै मिक्स गरेपछि पानी बिस्तारै हाल्दै पिठो मुस्न गइरहेको छु र म डो चेक गर्न गइरहेको छु। हामी यसलाई 30 मिनेट रेस्टको लागि राख्छौँ। चाहिँ हाम्रो डो पनि रेडी भइसकेको छ र डो मैले लिन गइरहेको छु 180 ग्राम। चाहिँ पिज्जा बेस बेलिसकेपछि चाहिँ यसरी पिज्जा सस लगाउन गइरहेको छु र यसरी चीज हाल्छु मैले। तपाईले चीज हालिसकेपछि आज म तपाईलाई भेज चाहिँ पिज्जा चाहिँ बनाउन गइरहेको छु। चीजले मस्तै राम्रोसँग टपिङ गरेपछि हामीले तपाईहरुले यहाँ ओलिभ पनि लगाउन सक्नुहुन्छ। ओलिभ र बेक गर्न मात्र बाँकी छ। हाम्रो पिज्जा चाहिँ तयारीमा छ र हामी बेक गर्न गइरहेको छौँ। यसरी लगाएर 5 मिनेट टाइम राख्ने सेट गर्छौँ। पिज्जा रेडी भइसकेको छ र म निकाल्न गइरहेको छु। सेट कटिङ गर्न गइरहेको छु म पिज्जा। यो पिज्जा चाहिँ यसरी कटिङ हुन्छ है साथीहरु।